हेलो गाइस, नमस्ते सम्पूर्णमा। हामी चाहिँ बर्थडे पार्टी मनाउनको लागि क्याम्प जाँदैछौँ है, जङ्गलको बाटो हुँदै। यी साथीहरू यसरी हिँड्नुभएको छ, ब्याकग्राउन्डमा हरियाली छ है, घाम लागेको छ, चिसो चिसो मौसम छ है। एकजना भाइले नाच्दै हुनुहुन्छ। यी ठाडो बाटो निस्किनु लागेको छ नि त, क्या रमाइलो हुँदैछ, कसरत पनि हुँदैछ है। झोला लिएको है, केटाहरूलाई चाहिँ दो भयो अरे, बोतल हातमा समाउने अरे एउटा अनि चाहिँ हिँड्ने अरे, किनकि बाटो ठाडो छ नि त, उकालो छ। किनकि अब छुट्टीको दिन चाहिँ बर्थडे पार्टी मनाउन जाउँ भन्ने साथीले अनि माथि जङ्गलमा त्यतिर जान लाग्यो नि त। क्याम्प 1 क्याम्प 2 क्याम्प 3 छ अरे। क्याम्प 1 चाहिँ आइसक्यो, हामी चाहिँ आज चाहिँ यहीँ माथि चाहिँ नजाने, यहीँ नै बर्थडे पार्टी मनाउने भन्ने कुरो भयो है। यसरी भयो, राम्रो ठाउँ छ है, जताततै हरियाली छ है। केटाहरू सुसार हुँदैछ बस्नका लागि। एकजना दाइले चाहिँ सिट बनाउँदै हुनुहुन्छ। बाटो हरियाली छ, रमाइलो छ अनि चिसो चिसो हावा छ। केटाहरू छन् है, केटाले चाहिँ बर्थडे पार्टी हुन लागि के ल्याउनु भएको छ, बियर ल्याउनु भएको छ, कोक चिसो ल्याउनु भएको छ, अनि बुफ पनि ल्याउनु भएको छ, चिप्सहरू के ल्याउनु भएको छ नि त बर्थडे पार्टी बनाउनको लागि। यसरी चाहिँ यहाँ हुँदैछ, सुरु हुँदैछ हाम्रो पार्टी अब है। हेर्नु है गाइजहरू, सुरु हुँदैछ अनि रमाइलो गर्नको लागि चाहिँ क्याम्प जाने भन्ने कुरो भयो नि त, रेडी हुँदैछ। यो चाहिँ चिसो मलाई, किनकि मैले बियर खाँदैन नि त, अनि हाम्रो साथीहरूको लागि चाहिँ बियर सुरु भइसक्यो। अब चिस चाहिँ हाल्न लाग्नु भएको छ है हाम्रो गाइजहरूले। ल ल ल ल ल चिस ल, चिस हान्नु भयो। ल हामी यसरी बियर खानुहुन्छ नखानेले चाहिँ चिसो, मैले चाहिँ चिसो ल्याएँ किनकि बियर नखाने भएर होइन। यसरी म चाहिँ खाएँ होइन। रमाइलो त अनि जिन्दगीमा के छ र, छुट्टीको दिनमा छुट्टीको दिनमा चाहिँ साथीको बर्थडे रहेछ नि, जाउँ भन्ने कुरो भयो नि त। यसरी निस्क्यौँ, यसरी खाएपछि नाच्यौँ। दुईजना मित्रहरू नाच्दै हुनुहुन्छ है। यसरी गीत पनि बजिरहेको छ बेकारमा चाहिँ, म चाहिँ म्युट गरिदिएँ किनकि युट्युबमा हाल्दा चाहिँ जहिले कपिराइट हान्थ्यो नि त। किन हो त्यसै कपिराइट हान्ने, केही समस्या हल छ भने भनिदिनु होला साथीहरू है गाइजहरू। मलाई चाहिँ म्युट गर्दैछ आउने यसरी। रमाइलो भएको छ, मैले म्युजिक पनि बजिरहेको छ, हामीसँग बुफर पनि थियो, तर मैले चाहिँ साउन्ड चाहिँ म्युट गरिदिएँ किनकि युट्युबमा हाल्दा चाहिँ जहिले पनि कपिराइट हान्दिनँ कि, त्यही भएर मैले चाहिँ यसैले बोलेर चाहिँ भिडियो हालेको है। म पनि ट्राई हानेको जस्ट, नाच्न त आउँदैन है। अनि यहाँ पनि चाहिँ एकजना दाइरोमा चाहिँ सानो प्रयास चाहिँ गर्दैछौँ है यसरी। त्यही हो गाइजहरू, अनि फलो हेर्दै जानु होला, सानो भिडियो यस्तो भिडियोहरू म हाल्दै लाग्छु, हेर्दै जानु होला, सपोर्ट गर्दै जानु होला गाइजहरू। त्यही नै हो, एकअर्कालाई सपोर्ट नै हो, एकअर्कालाई सपोर्ट गरे नि अगाडि बढ्ने हो। यसरी चाहिँ अर्को पनि एकजना भाइ पनि आउनुभएको थियो, नाच्न आउनुभयो। यसरी नाच्यौँ, गीत चाहिँ त्यही जुनीले रातामा हो, त्यहाँ मैले साउन्ड चाहिँ म्युट गरिदिएँ है। यसरी चाहिँ है। ल मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला, अनि मन पऱ्यो कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। त्यही नै भन्न चाहेँ होइन। यस्ता भिडियोहरू म चाहिँ टाइम भयो भने हानिराख्छु होइन। त्यही नै हो, एकअर्कालाई सपोर्ट गर्नु नै ठुलो कुरा हो नि त, सपोर्ट गरेर जानु। ल धन्यवाद।